के बिना हो सिमी आम्मामामामाम सिमी त लट्टाराम हेर मकै नभए सिमी नै सिमी काँक्रो चाहिँ पाक्ने गरेर के राख्यो होला है नखाएर छ्या अचम्म के भयो बुढेसकाल लागेपछि फलेको नि कुहिएर जाने काँक्रो यस्तो पान्टाङ पुन्टुङ फल्ने यो पनि पहेँलो भएछ बरा कहिले खाने होला त्यो काँक्रो नखाएर यस्तो हिउँदे काँक्रो पनि ल यसरी पाक्ने गरेर के भन्नु खानु पर्दैन थियो त नखाने अब यो नखाएर नटिपेर कुहिएर गइसक्यो हेर काँक्रो कुहिएको पान्टेङ पुन्टेङ फलेको काँक्रो त के भएको त है यस्तो यो यहाँ चाहिँ अलि राम्रै फलेको छ है यहाँ चाहिँ अलि राम्रै फलेको छ काँक्रो है यो चाहिँ कस्तो मजाले फलेको छ यहाँ पनि छ के गर्नु मकै हेर कति बाक्लो मकै यहाँ पनि रहेछ यहाँ यो नि खाइदिने टिपेर पखालेर लास्टमा भएपछि यस्तै फल्छ के यो काँक्रोहरू यहाँ अर्को पनि बोट रहेछ जाउँ न अस्ति त मैले यहाँ प्याज गोड्दाखेरि भेटेको थिएँ कि काँक्रोको बोटहरू भर्खर फुल फुल्दै पो रहेछ कति ठाउँमा फुलेर पाकेर खाएर झरिसक्यो यहाँ भर्खर फुल्दै पो रहेछ काँक्रो त प्याजबारीमा ओहो हल्लबे दुटा लट्टाराम फलेछ औ काँक्रो छ के खोज्दै हिँड्या काँक्रो सर्पो पाउला भन्ने डर लाग्यो केरालाई चाहिँ किन आगो लगाइदियो होला केरा घारीमा आगो लाग्यो भने के हुन्छ हौ ओहो ल धान रोप्नुलाई यहाँ रेडी भइसकेछ जोतेर राखेर माथि गोठमा गएको छैन गोठमा जानु पर्यो एकचोटि ओहो कति गर्मी छ एक दिन पानी परेन भने हप्प भएको छ ल हाम्रो घरबाट देख्ने वरिपरि एकछिन त्यहाँ हल्लबेतको बोट यस्तो जुत्ता फल्छ कुरै नगरौँ धेरै फल्छ